होइन हौ आमा कहाँ रुको हौ म त विदेश पो जानु लागेको त हौ आमा खुट्टा ल्याऊ नरोइकिन नजा भनेको जलाई गाउँमा कोही पनि युवाहरू छैन कोही पनि फर्केका छैनन् गए जतिहरू फर्के पनि बाकसमा फर्केका छन् अनि आमा बुवा चाहिँ कता जानुभएछ त खोइ बारीतिर गएको थिए गाडी पुगेर आएँ पल्लोहरूको सबै चाहिँ नि आधुनिक कृषि गरेर चाहिँ यी उत्पादन गर्दैछन् त चाहिँ किन जाने हो म त नजा भनेको बारी सबै बाजु भनेको म बुढो भइसकेँ आमा पनि खुब सुख गर्दैछ अनि जाने नै भइस् त अब जानु नै पर्ने भयो अब यहाँ खै केही देखिनँ मैले आशीर्वाद दिनु म अब जानुपर्ने हुन्छ नजा भनेको तेरो आमा पनि हुँदैछ कहीँ यहाँ थियो लु राम्रोसँग जाए बाबु माया नमानु हजुरहरूको आशीर्वाद फर्केर आउनु सिप सिकेर फर्केर आइज हुन्छ सकभरि यहीँ गरेको भए हुन्थ्यो पल्लो हर्केर हामी यहीँ काम गरिरहेछ आधुनिक कृषि गरिरहेछ श्रम गरे पाइँदो रहेछ स्वदेशैमा सुना साइला लाग्यो है म त परदेश अनि के भन्छ हौ यो काइला अनि पल्लो घरे पनि जाने मासु घरे पनि जाने तल्लो घरे पनि जाने गाउँमै बाँझो हुने भयो गाउँमै खाली हुने भयो अब यो खेतीबारी कसले गर्ने मरो परो परेको बेला पनि मान्छे नभेटिने भयो